एउटा अप्सन थियो उहाँले 5 वटा थियो 4 वटा लेख्नु भयो यही चाहिँ लेख्नु भन्छ यही चाहिँ लेख्नु पर्ने थियो रुल चाहिँ यो भयो डबल सिरिज तपाईको पहिलो सिरिजबाट तपाईको लजिक आएन भने तपाई तल झर्नु दोस्रो सिरिजबाट लजिक दिन्छ अब दोस्रोमा हेर्नुस् है अब दोस्रोमा चाहिँ तपाईको होवल भनेको डर्टी 4 प्लेसलाई होवल भन्छ यो डर्टी प्लेसलाई होवल भन्छ अब हब भनेको चाहिँ बिजी प्लेस यो चाहिँ एकदम हब छ भन्छ नि त्यो बिजनेस हब भने बिजनेसका लागि बिजी होवल भने चाहिँ त्यो सुँगुर उफ्रिने जस्तो ठाउँ हब भने चाहिँ एकदम बिजी निजामतीले नपाउनेपछि म त सधैँभरि हुन्छु ढुक्क म निजामती होइन अब म यहाँको चाहिँ अब लयर भएको हुनाले तपाईहरुलाई मैले पढाउँछु ढुक्क हुन आइक्यूमा समस्या नो प्रब्लम तिनीहरुका जे नीतिले आनी मलाई छुँदैन श्रम वेतनलाई होइन म निजामती कर्मचारी रिटायर भइसक्यो हुनाले आजैदेखि लाग्यो नि जहिलेदेखि लाग्यो नि के हो र एउटा नेपालीमा उखान छ कि लाग मोइन नलागे घरमै सातवटी भने जस्तो अब घरमै सातवटीलाई मोइन ला आठवटीमा मोइन लाग्यो कि नलागे तपाईँ हामीलाई आइक्यूमा समस्या हुँदैन तपाईँ र म फन्ड मिलेर लागेपछि हुन्छ आइक्यू अब अरू विषय पनि पढाउँला नदिनु होला म छोड्दिनँ म त पढाएको पढायो म दिउँसो अरू काम गर्छु त्यत्रो पढाउँदै त बार पास गर्ने अब यो अरू त आफ्नो स्वैच्छिकले काम गरेन अब यहाँ हेर्नुहोस् है अब